नमस्कार सम्माननीय भक्त सज्जनबिनहरु सर्वप्रथम त यहाँहरुलाई स्वागत गर्न चाहन्छु म भिजुअल परियर धर्मग्रन्थ युट्युब च्यानलमा। भक्त सज्जनवृन्द आजको यो बसाइमा भने मैले तपाईहरुमाझ असाध्यै महत्त्वपूर्ण विषयमा जानकारी गराउन गइरहेको छु कि हामीले धार्मिक आस्थाका साथ हामीले तन्त्र मन्त्र यन्त्र जन्त्र हरेकसँग सम्बन्धित धेरै कुराहरू गरेका हुन्छौं। सो विषयवस्तुमा रहेर आज मैले तपाईहरुमाझ एउटा यस्तो मन्त्र दिन गइरहेको छु। हुन त यो तपाईहरुले सबैले सुनिरहनु भएको मन्त्र हो। यो असाध्यै महत्त्वपूर्ण मन्त्र रहेको छ कि आजको यो मन्त्र बुद्ध धर्मसँग सम्बन्धित यानी कि बुद्धिस्ट मन्त्र रहेको छ। यो सबैले प्रयोग गर्दै आएको सबैले सुनिरहेको मन्त्र हो। सो कारणबाट मैले तपाईहरुमाझ यो मन्त्र पस्कन गइरहेको छु, तपाईहरुमाझ यो मन्त्र दिन गइरहेको छु। भक्त सज्जनवृन्द तपाईहरु धर्मग्रन्थ युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्नुभएको छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र नजिक रहेको बेल आइकनलाई प्रेस गरी अलमको थिच्न नबिर्सनु होला, किनभने मैले तपाईहरुमाझ पस्कने गरेका मैले यो च्यानलमा अपलोड गर्ने गरेका सम्पूर्ण भिडियोहरु जुन नयाँ भिडियोहरु छन् तपाईहरुको युट्युब च्यानलको नोटिफिकेसन बारमा देखाउनेछ। त्यहाँ गएर तपाईहरुले सो भिडियोमा क्लिक गरेर भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। र तपाईहरुलाई म अर्को पनि बिन्ती गर्न चाहन्छु कि तपाईहरुले आफूले जुन भिडियो हेर्दै हुनुहुन्छ सो भिडियोलाई तपाईहरुले शेयर गरेर आफ्नो साथीहरु समक्ष पनि पुर्याइदिनु होला कि तपाईहरुले आफूले आर्जन गरेको ज्ञान तपाईहरुको साथीले पनि आर्जन गर्न सकुन्। सम्माननीय भक्त सज्जनवृन्द, यो बुद्ध धर्म सम्बन्धीका मन्त्रहरु छन्, बुद्धिस्ट मन्त्र रहेका छन्। बुद्धिस्ट मन्त्र फर पोजिटिभ एनर्जी है। बौद्ध मन्त्र सकारात्मक ऊर्जा, बौद्ध मन्त्र सकारात्मक ऊर्जा, यो तरिकाको मन्त्र मैले तपाईहरुमाझ पस्कन गइरहेको छु। यो मन्त्रलाई सबैभन्दा पहिला के गर्नुपर्छ भने हामीले यो मन्त्र एकदम करुणा र शुद्ध हृदयको प्रतीक हो। यो कस्तो प्रकृतिको भयो भने असाध्यै शुद्ध प्रकृतिको शुद्ध हृदयको प्रतीक हो। यसले नकारात्मक ऊर्जालाई हटाउँछ र सकारात्मक स्पन्दनलाई चाहिँ यसले उत्पन्न गर्दछ। त्यसकारणले यो मन्त्र असाध्यै राम्रो रहेको छ। यसलाई तपाईले 108 पटक दैनिक जप गर्नु होला। अब यो मन्त्र असाध्यै शक्तिशाली हुनेछ। यसले तपाई हाम्रो जीवनमै असाध्यै राम्रो रूपमा परिवर्तन ल्याइदिनेछ। त्यसकारणले यो नेगेटिभ एनर्जीलाई यानी कि यसले चाहिँ नेगेटिभ एनर्जीलाई चाहिँ यसले पोजिटिभ बनाइन्छ है। बुद्धिस्ट मन्त्र फर पोजिटिभ एनर्जी भनेको छ सकारात्मक सोचको लागि, सकारात्मक हृदयको लागि र आफू हरेक कुरामा सक्षम हुनको लागि तपाईहरुले यो मन्त्रको प्रयोग गर्न सक्नुहुनेछ। मन्त्र असाध्यै थोरै छ, त्यो कारणले मैले तपाईहरुलाई मन्त्र स्क्रिनमा दिनेछु। स्क्रिनमा तपाईले हेरेर यो मन्त्रलाई पवित्र र शुद्ध भावले लेख्नु होला। यो मन्त्र असाध्यै राम्रो मन्त्र रहेको छ, असाध्यै शक्तिशाली मन्त्र रहेको छ र यसलाई तपाईले आफूले साधना गरेर यानी कि यसलाई जप गर्ने साधना गर्ने त्यो पनि गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईहरुलाई हामीले यसले असाध्यै राम्रो बनाउँछ। यसले पोजिटिभ एनर्जीको लागि यो मन्त्रले असाध्यै भूमिका खेलेको हुन्छ। पहिला म तपाईहरुलाई यो मन्त्रको बारेमा बताउने छु। यसले मैले तपाईहरुलाई कसरी यसलाई शक्तिशाली बनाउने 108 पटक दैनिक जप्नु होला, असाध्यै शक्तिशाली हुन्छ, त्यो पनि मैले बताइसके। आउनु सब मन्त्र तपाईहरुमा बताउन गएको छु। मन्त्र यस प्रकार रहेको छ। ओम मणि पद्मे हुम, ओम मणि पद्मे हुम, ओम मणि पद्मे हुम। स्क्रिनमा मन्त्र तपाईले देख्नु भएको छ र त्यो स्क्रिनमा भएको मन्त्र तपाईले शुद्ध र पवित्र भावले स्क्रिनबाट हेरेर लिनु होला। अब यो हो मन्त्र। अब यसले हामीलाई केमा काम गर्छ त्यो पनि म तपाईहरुलाई यसको अर्थसहित ओम मणि पद्मे हुमको अर्थसहित बताउने छु। त्यसकारणले यस मन्त्रको अर्थ हुन्छ ओम भनेको ब्रह्माण्डीय चेतना। यो ब्रह्माण्डमा जति सकारात्मक कुराहरू छन् ती कुराहरूलाई चाहिँ हामीले चेतना जगाउने। ओम भनेको ब्रह्मा विष्णु महेश्वर तीन देवतालाई आह्वान गरेर यो ब्रह्माण्डीय चेतना हामीमा जगाउने, त्यसकारण यसलाई ओम भनिन्छ। मणि भनेको तपाईहरुलाई थाहा छ असाध्यै महत्त्वपूर्ण चीज जुन नाग सर्पहरुमा मणि हुन्छ, नागमणि, यसो तपाईले पक्कै सुन्नु भएको छ। मणि भनेको एउटा रत्न, करुणा पनि भनिन्छ त्यसलाई। त्यस्तै गरेर त्यसपछि पद्मे भनेको के होला भन्नुहुन्छ भने प्रज्ञा अथवा कमल, असाध्यै कमल किसिमको है, नरम। पद्मे हुम भनेको चाहिँ हुम भनेको
हो भने चाहिँ एउटा मात्र हुन्छ, भने चाहिँ हामीहरू है, हामीहरू के त भन्दा त्यसले एकता र ज्ञान, यसले हुमको अर्थ भनेको एकता र ज्ञान, एकता हुनुपर्छ र हामीसँग एकता हुने भइसकेपछि ज्ञान हुनु पनि आवश्यक हुन्छ भनेर यसले जनाउँदछ। त्यसकारणले यो मन्त्रले शरीर, वाणी र मनको शुद्धि गरी शान्ति, दया र ऊर्जा प्रदान गर्दछ, असाध्यै शक्तिशाली ऊर्जा प्रदान गर्दछ। सम्माननीय भक्त सज्जनबिनहरू, तपाईले अहिले यति बेला हेरिरहनु भएको छ हाम्रो धर्मग्रन्थ युट्युब च्यानल। अब यो भयो, अब त्यसपछि यसको साधना विधि के छ भन्ने बारेमा। पोजिटिभ इनर्जी प्राप्त गर्न सम्पूर्ण विधिहरू हुन्छन्। पहिला हामीले यसको स्थान हेर्नुपर्छ, स्थान छान्नुपर्छ, कस्तो स्थानमा बसेर साधना गर्ने। शान्त र पवित्र स्थानमा बस्नु पर्दछ। घरको पूजा कोठा एकान्त स्थानमा भए पनि हुन्छ, अथवा कुनै एकान्त ठाउँ निर्जन वनतिर भए पनि हुन्छ, एउटा कुनै खुल्ला चौरमा भए पनि हुन्छ। त्यो तरिकाबाट पनि हामीले यसको साधना गर्न सक्छौँ, साधनको सबलमा। त्यस्तै गरेर अर्को कुरो छन्, यसमा हामीले शुद्ध वा दिनको सुरुवातमा यसको चाहिँ के गर्छ भन्दा असाध्यै सुरुवातमा चाहिँ गर्न असाध्यै उत्तम हुन्छ, राम्रो हुन्छ। कि राति शुद्ध अथवा दिनको सुरुवातमा हामीले यसको जाप गर्ने, साधना गर्ने। आसन चाहिँ यसको सुखासन वा पद्मासनमा बस्नु होला भनेको छ है। सुखासन अथवा पद्मासनमा, आफ्नो पद्मासनमा बस्न पनि सकिन्छ, सुखासनमा बस्न पनि सकिन्छ। त्यो भयो। मेरुदण्ड सिधा पारेर बस्नुपर्छ, आँखा बन्द गर्नुपर्छ। ध्यान गर्दाखेरि हामीले आँखा हेरेर ध्यान गर्ने कुरो हुँदैन, आँखा बन्द गर्ने, यसरी सिधा हुने। मेरुदण्डलाई हामी कुप्रो भएर नबसिकन सिधा भएर बसेर यसलाई हामीले साधना गर्न सक्नुपर्दछ। अब प्रारम्भिक शुद्धि हामीले गर्नुपर्छ। सबभन्दा पहिला हामीले के गर्नुपर्छ भन्दाखेरि सबभन्दा पहिला 5 देखि 7 पटक अथवा 5 मिनेटदेखि 7 मिनेटसम्म यसलाई पटक 5-7 पटक पनि भनिन्छ, अथवा 5 मिनेटदेखि 7 मिनेटसम्म हामीले गहिरो सास लिएर ध्यान गर्ने, एकदम गर्ने, गहिरो सास लिने र ध्यान बस्नलाई केन्द्रित गर्ने, ध्यान केन्द्रित गर्ने, यानि कि हाम्रो मन तन नभड्कियोस् भनेको निमित्त। त्यस पछाडि आफू नकारात्मक ऊर्जाबाट मुक्त हुँदै सकारात्मक प्रकाशले भरिएको कल्पना गर्नुपर्दछ। हामीले नकारात्मक जुन ऊर्जा छ हामीमा त्यो भरिसकेको, त्यो गइसकेको छ, हामीबाट छोड्दैछ ती नकारात्मक ऊर्जाहरू। हामी सकारात्मक ऊर्जामा छौँ भनेर हामीले त्यसलाई चाहिँ आत्मसात गरेर ध्यान गर्नुपर्छ, त्यसलाई सोच्नु पर्दछ। हामीले हामीमा सकारात्मक ऊर्जा मात्र आउँदैछ भनेर त्यो सोच्नु पर्दछ। मन्त्रलाई हामीले 108 पटक यानि कि दिनहुँ एक माला जप गर्नु पर्दछ। मन्त्र स्पष्ट र हामीले यसलाई श्रद्धापूर्वक उच्चारण गर्नुपर्छ। ओम मणि पद्मे हुम, ओम मणि पद्मे हुम भनेर आवाज मधुर र स्टडी राख्नुपर्छ। पहिलो जसरी हामीले साधन गरेका छौँ त्यसलाई सकेसम्म सस्वर वाचन नगर्ने, मौन वाचन गर्ने है, यसरी गर्नुपर्दछ। त्यसपछि हामीले ध्यान गर्नुपर्दछ। मन्त्र जपको शरीरभित्र है, मन्त्र जपसँगै शरीरभित्र सुनौलो अथवा सेत प्रकाश प्रवेश गरिरहेको र नकारात्मक ऊर्जा बाहिर निस्किरहेको हामीले त्यो कल्पना गर्नुपर्छ। हामीभित्र असाध्य राम्रो प्रकाश प्रवेश गर्दैछ र हामीमा भएको जुन नकारात्मक ऊर्जाहरू निस्किरहेको छन् भने त्यो कल्पना हामीले गर्नुपर्दछ। त्यसरी यसैले चाहिँ हामीले के गर्छ भन्दा शुद्ध हृदयले मन्त्र जाप गर्नुपर्छ। हामीले नुहाई धुवाई पवित्र भएर मात्र मन्त्र जाप गर्नुपर्छ, अन्यथा नगर्नुहोला। क्रोध, लाभ, कपट वा हिंसा सम्बन्धी कुनै कुराहरू नगर्नुहोला। जपपछि केही क्षण मौन ध्यान गर्नुहोला। तपाईले जप सक्यो, लो मैले छोडिदिइहाल्छु नभन्नुहोला। केही क्षण, कम्तीमा पनि 3 मिनेटदेखि 5 मिनेटसम्म तपाईले मौन ध्यान गर्नुहोला। त्यस पछाडि चाहिँ अब यसको भयो यी कुराहरू। अब सहायक उपायहरू हुन सक्छन्। बौद्ध दीप वा लोबान बालेर वातावरण पवित्र गर्न सकिन्छ। पवित्रको लागि, पोजिटिभ इनर्जीको लागि मन्त्र जप पछिको जल शरीरमा हामीले आफ्नो शरीरमा वा घरमा छर्किन सक्छौँ। त्यसले चाहिँ शुद्धिकरण गराउँछ, नकारात्मक ऊर्जालाई हटाउँछ। मन्त्र लेखिएको थुप्रै कागजहरू पनि घर वा कोठामा टाँच्न सकिन्छ, त्यसले पनि नकारात्मक ऊर्जा शक्तिहरूलाई हटाउँदछ। त्यसकारणले यो बुद्धिस्ट मन्त्र फर पोजिटिभ इनर्जीको बारेमा मैले तपाईँहरूलाई प्रकाश पारेँ। तपाईले मन्त्र पनि देखिसक्नु भएको छ। मैले जसरी भनेको छु त्यो अनुसारले गर्नुभयो भने पक्कै पनि नकारात्मक ऊर्जाहरूलाई यसले परास्त गरेर सकारात्मक ऊर्जा तपाईँहरूको जीवनमा ल्याउनेछ, तपाईँहरूको घरमा ल्याउनेछ भन्दै आजको लाइभ ल्याउनेछ।
भन्दै आजको यो तपाईहरुलाई मैले महत्त्वपूर्ण विषयमा जानकारी गराएँ र भोलि तपाईहरुमाझ म पुनः अर्को महत्त्वपूर्ण विषयमा जानकारी गराउने छु भन्दै आजको यो बसाइबाट यहाँहरुमाझ ओजेल पनि चाहन्छु। बिदा दिनु, स्वस्थ धन्यवाद, नमस्कार।